हेलो नमस्ते सबैजनालाई अनि ह्याप्पी न्यू इयर। आज चाहिँ हामी फ्यामिलीमा न्यू इयर मनाउँदैछौँ साथीहरू। हामी चाहिँ कतै पनि डुल्न गएनौँ। त्यो देख्न सक्नुहुन्छ मोमो बनाएको छु मैले अनि पोर्क। मेरो छोरा र म चाहिँ यहाँनिर अलिकति मस्ती गर्दै थियौँ मोमो। अनि अब चाहिँ हामी सुरु गर्ने साथीहरू। अनि हजुरहरूको न्यू इयर कस्तो भयो? ओके टाटा बाई बाई, ह्याप्पी न्यू इयर 2083। ल ह्याप्पी न्यू इयर है सबैजनालाई। ल हजुरहरूलाई वान बाइट फर्स्टमा म केबाट सुरु गर्छु? सबलाई थाहै छ अहिले चाहिँ तर हाम्रो आज न्यु इयरमा चाहिँ फ्यामिली बनाएको साथीहरू। हाम्रो यहाँ छ करेन्ट अनि यहाँ छ मोमो अनि यहाँ छ पोर्क अनि यहाँ छ मेरो जुस अनि यहाँ छ बुढाको छोराको जुस। यता छ बुढाको। मिट हो चौबटी मिले तो डाउट चाहिँ भेट आउँदा डाउट छैन हो डाउट छैन। साथीलाई यस्तो साग कोला मनपर्छ। त्यत्रो मागेर खाएको त पनि छैन। होइन मान्छे म चाहिँ आफै रोपेकै घरमै रोपेको साग साथीहरू। सिधै हिँड जस्तै हान्थ्यो भनेर नि कहाँ छौ? नै खाउ न, यस्तो हरे परे आँखा देख्छ त। कुन हालिदिनु हौ तिमीलाई यस्तो छ साथीहरू हाम्रो न्यु इयर। भयो कति खाने भन न अन्त हालिदिनु छ चाहिँ छ त्यहाँ त्यो फर्मास मिट त छ होला नि त अझै होइन? छ नि फर्मास मात्रै खाएर भएन नि त कहिले काहीँ त यसो आहा यो पनि हाल्नु पऱ्यो नि होइन नानु नानु हानु न नानु 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 भएन हौ छ खानु न छोरा। मम्माको भएन डाइलोगै पापा जस्तै। फेरि करेन्ट अलिकति लगाइदिनु म पनि करेन्ट लाग्छ नि जान्ने भएको छ मासु चाहिँ साथीहरू। लागेन त मुखमा? कस्तो भएछ बेटा कता ट्राई हान्नुपर्छ एकचोटि नानु नानु हानु नानु न नानु न प्लिज प्लिज। त्यो भएन अझ अलिक मजा आएन क्या छोराले नखाएपछि अलिकति नमजा हुनुपर्छ नि त आज चाहिँ हाम्रो मुखबाङ भिडियो साथीहरू। एक गाँस हालेको नाम पिरो भएको किन अन्त कस्तो पिरो अरे एउटाको मात्रै मसला हालेको दुइटामा होइन होइन र ज्यादैको। दुइटाको चाहिँ रातो हुँदैन त्यो उता अब चाहिँ ह्यान्डले मम्मा काटा म ह्यान्ड ए मम्मा काटा पापा ह्यान्ड म चपस्टिक। मेरो चाहिँ खुवाइ चाहिँ होइन गाउँले स्टाइलमा हुन्छ नि त त्यो भएर हात चाहिँ खानुपर्ने हातै हो नि त। साथीहरू मोमो चाहिँ भेज है तर मेरो छोराले मासुको मन पराउँदैन कि। त्यो ल्याउन
यो बाबा अड्केर लौ खाऊ न खाऊ न त्यो भात छ नि बेटा खानु पाएको छैन नि त्यो आज त्यो हो हुन्छ होला जाऊ गर न ट्राई चाहिँ गर नि त के चाहिँ भयो भने चाहिँ बनाएर भन हेरौँ ट्राई गर न दामी त्यही खाऊ न किन सबै भाषा न भाषा मासु दामी छ साथीहरू मासु चाहिँ एकदम मजाले पकाउनु भएको छ मेरो हस्बेन्डले यस्तो मैले यो पनि याद आयो त हौ रेसिपी भने अब यो सब्स्टिट्युटमा छ मेरो केला हेरेन हौ है केरा चाहिँ मैले के भनेको अस्ति केरा धेरै छोरा अनि तिमीलाई सबैभन्दा मिठो के लाग्यो त छोरा मिठो सबैभन्दा आज त मासु लाग्यो नि उसलाई थाहा भएपछि मलाई मासु र मोमो मेरो छोराले मासु नखाने आज त एकदमै अनि पहिला चाहिँ टेस्ट उसको पापाले एकदम मिठो गरेर पकाइदिन्छ कि मासु चाहिँ त्यही भएर उसलाई एकदमै मन परेछ साथीहरू के हो फर्मासी हो हो मोमो र मासु छैन गरेर के करेन्ट चाहिँ आज हामीले खाना नखाने भनेको पनि साथीहरू यस्तै खाने भनेको थियौँ त्यही भएर यस्तै बनाएको साथीहरू आज फास्ट त प्लान बर्गर आउँछ नै थियो होइन क्याप्सिन पनि तर है बर्गर नआएको भएपछि जान्छु कि अनि बर्गरमा पनि चिकन हुन्छ छैन तिमीले चिकन खाँदैनौ चिकन त उसको फेभरेट हो नि तर बर्गर गर्दा हुन्छ म त बर्गरै खान्दिनँ नि त के खाँदै बर्गर हस्को त बर्गरै खानु कहाँ जान्छु त के खान्छ त फ्रेन्च फ्राई यहाँ फ्रेन्ड्सहरू म घरमै पनि बनिदिएको थिएँ आलु खान्छ घरै खाँदा भयो आलु त घरै आलु खानु तिमी त्यहाँ जाने बनिदिनु म मलाई आलु फ्राई भनिदिन्छु भनिदिन्छु नि त साथीहरू अगाडि त हौ खाँदा खाँदै सकिन्छ हौ सकिन्छ छोरा करेन्ट चाहिँ मासु नि दिनु भन्नु थालेछ साह्रै छैन तर पहिला जस्तै भएन नि ए बोइल गरेर बनाएको यो अनि त्यो अर्कै टेस्ट भयो नि त नि त्यो अमरदीप भुजिया टेस्ट भयो क्या यहाँतिर केमा हौ यसमा अमरदीप भुजिया टेस्टले मिठो भयो मलाई यसो सब बचाउनु पर्यो पड्काउनु पऱ्यो नि त्यति त अस्ति पुज्नु त आएको थियो नि भतिज कति पड्काउँछ भात भन्ने थियो नि होइन काकाले पसेको थियो नि भात होइन हो कि होइन यहाँ अस्ति हौ तिम्रो त लाग्दैन ए त्यही यहाँ थियो नि त है 1 night 4 खाएको थियो नि त हामी हेर्नु बेटा अगाडि साथीहरू खानु त खाता खाइयो अनि बिचार खाँदा हुँदैन आज है मेरो जस्तो चाहिँ नहोस् है जुस जुस जाऊ फ्रिजमा छ जुस त खै के भयो ढाको चिकन खाउन हौ ढाको खाइदिनु ट्राई गरौँ न एकपल्ट त्यस्तो निम्बु खाएर होइन बेटा ट्राई गरौँ न एकपल्ट यहाँ तिम्रो म ल
गऱ्यौँ न हो के भयो यो अमिल हुँदैन रहेछ नि त नहुँदा छ कन्ट्रोल गर्नु सक्नु पर्यो पहिला वास गरिकन आउँथ्यो मैले धुएको छुइनँ त्यतिखेर अगाडि त पुरा हुन्छ मुखमा अगाडि भन्नु पाउँछ सकिन्न खान्न अब के गर्नु होइन साथीहरू हुन त खाँदा केही पनि खाएको छैन अघि अलिकति बिहान अलिकति खाएको चिया अलिक बुक गरेर चौबन्दा चौबन्दै मेरो फोन चाहिँ यता दिनु त बाबा आउनु अब च्यालेन्ज आऊ मम्मी हेर्छु तपाईँ फर्स्ट क्लियर पेपर गर्ने कि लुसिया पेपर गरौँ न रक पेपर सिजर सुट गर्नु पनि स्टार्टिङ टक्क चबाएर चाहिँ यस्तो गरेर चाहिँ पुरा निल्नु पर्यो चबाएर चाहिँ यस्तो गरेर नर्मल हुनु पऱ्यो क्या फ्रेस ए हुन्छ ल अनुहार बिग्रिनु भएन पापाले सकिहाल्छ नि ल एकछिन एक गुट खाइ मजा बिसा खाउन मोटे दियो धर्के आगे जित ल ओके नट ब्याड ए त्यो यस्तै गर्नु भएन मेरो अनुहार बिगार भएन खाँदा सुरुमा त कसो त बिग्रिन्छ नि त अन्त त्यो बिग्रेको बेला चाहिँ टक्क यस्तो गरेर चाहिँ नर्मल भएर आउनु पर्यो क्या त्यति चाहिँ कन्ट्रोल गर्नु पऱ्यो क्या अच्छा ए पुरा क्याक्चुक छ भने नौले त्यस्तै हो, गरम महिनामा हाउस फ्लाई आउने नै हो तपाईँ त्यति खान्छ झिङ्गाको नाम चाहिँ यो हो त्यो हिजो मैले टिपेर फ्रिजमा हाल्छु नि त मेरो बुढीले साथ त्यस्तो छ नि मोमो त पुरा अमिलो हो त यतिको त फलेको पो त साग पुरा यो हिजो टिपेको नि यो फ्रिजमा रहेछ यो चाहिँ आज पनि फ्रेस यो फ्रेस माल हो यो बाबा कुनै जित्यो टाइ भयो मोटे दियो धर्के आगे जित तिम्रो म खाँदा त्यस्तो फर्स्ट सेकेन्ड हुँदैन क्या तिमीले पनि कन्ट्रोल गर्दैछ मैले पनि कन्ट्रोल गर्छु म त सक्दिनँ मेरो सक्दैन अब ल आजको न्यु इयर चाहिँ यस्तो भयो हाम्रो साथीहरू अनि तपाईँलाई आज के भन्नु चाहनुहुन्छ अब यो त्यही भन्नु चाहन्न अब मुखबाङ पनि सिद्धियो खानेकुरा पनि सिद्धियो स्पिकरै मेरो अनि 2082को शुभकामना 2082मा तपाईँलाई कस्तो भएको थियो 82मा 82 पनि बाबा what the hell is this अनि तिमीलाई चाहिँ कस्तो लाग्यो यो नेपाली न्यु इयरमा कस्तो नयाँ आइरहेको तिमीलाई मलाई पुरा नयाँ फिल लाग्छ नयाँ फिल भन्नाले उसले त स्पिकर माइकै खाइदिइहाल्छ भन्नाले के मेरो फर्स्ट टाइम हो यो चाहिँ कुन महिना अरे भाइ यो वैशाख ल वैशाखमा यो के हो बाबा यो के हो यो खिरा पनि यो चाहिँ वैशाख महिनामा यस्तै हो भाइ टेस्ट हान्नु त पुरै पाकेको छ नि मेरो खोलाले यस्तो हो हेरेर चाहिँ कलिलो छ यो टुप्पो हेरेर चाहिँ भित्र सबै पाक्छ काठमाडौँमा पाउने केरा यस्तै हो भाइ मिरीबाट लिएको नि त तर मिरी ल त अब यति भन्दै बाई बाई सबैलाई बाई बाई हजुरहरूको दिन शुभ रहोस् ह्याप्पी न्यु इयर फेरि पनि हजुरहरूलाई 2083को नयाँ सालमा बाई बाई